नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो कि पार्टी सभापतिले राजीनामा दिन चाहेमा पार्टीको उपसभापति समक्ष राजीनामा दिने र उपसभापतिजीले त्यो राजीनामाको निर्णय गर्नका निम्ति केन्द्रीय समिति समक्ष प्रस्तुत गर्ने। त्यही विधानको व्यवस्था अनुसार केन्द्रीय समितिमा मेरो राजीनामा प्रस्तुत भयो र यसमाथि छलफल पनि भइसकेको छ। मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन र हताश भएर राजीनामा दिएको पनि होइन। विशेष महाधिवेशन नगरिकन फागुन 21 गतेको प्रतिनिधि सभाको निर्वाचनमा हामीहरू गएका थियौं भने त्यो निर्वाचनको सामना हामीले कसरी गर्नु पर्थ्यो भन्ने कुरा निर्वाचित भएको 18 जना उम्मेदवारले पनि राम्रोसँग बुझ्नु भएको छ। हामी निर्वाचित हुन नसकेको तर प्रतिस्पर्धा गरेको 147 जना उम्मेदवारले पनि राम्रोसँग बुझेका छौं। जो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका निम्ति मत माग्न आउनु भएन वा मत हाल्न जानु भएन उहाँहरूले यसको बारेमा अनुमान लगाउन सक्नुहुन्न। त्यसैले विशेष महाधिवेशन गरेर कहीँ कतै कमजोरी पो गर्यौं कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमल लिएर म यो निर्णयमा पुगेको थिएन। कुनै दबावबाट पनि निर्णयमा पुगेको होइन। किनकि मैले अघि नै भने जसले मत माग्नु भएन वा जो मत हाल्न जानु भएन राजीनामा गरे पनि राजीनामा नगरे पनि यसका बारेमा टिप्पणीहरू के हुन्छन् भन्ने कुरा ती धेरै मेरा निम्ति सरकारको वा प्राथमिकताका विषयहरू रहेनन्। जो साथीहरू अत्यन्त प्रतिकूल अवस्थामा पनि नेपाली कांग्रेसका निम्ति लाग्नुभयो खट्नुभयो ती साथीहरूको राय मेरा निम्ति स्वाभाविक रूपमा शिरोधार्य रहने नै भयो। त्यसैले मैले मेरो राजीनामाको सोच बनाइसके पछाडि पहिलो पटक यो कुरा उपसभापति विश्वप्रकाश शर्मासँग नै मैले आफ्नो भावना राखेको थिएँ र म निर्वाचनको लगत्तै पश्चात राजीनामा दिन चाहन्थे। तर केही प्राविधिक कुराहरूले रोक्यो। योभन्दा अघिल्लो कमिटीको सभापति आदरणीय शेरबहादुर देउबाको हस्ताक्षरमा निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाइएको बीचमा विशेष महाधिवेशन भएको र विशेष महाधिवेशन भइसके पछाडि विशेष महाधिवेशनको निर्णयका आधारमा निर्वाचन आयोगमा सभापतिको रूपमा मेरो हस्ताक्षरबाट हामीले उम्मेदवारको चयन गरेर बुझाउनु पर्ने त्यो व्यवस्था रहेको जसको कारणले गर्दा निर्वाचनका ती प्रक्रियाहरू पूरा गर्ने मेरो कर्तव्यभित्रको विषय थियो। निर्वाचनका ती जिम्मेवारीहरू पूरा गर्न साथै त्यसैले 3 गते जब हामीले समानुपातिक उम्मेदवारहरू टुङ्ग्यायौं त्यसको लगत्तै पछाडि मैले राजीनामा प्रस्तुत गरेको थिएँ। मैले भने कुनै दबावको विषय पनि थिएन, कुनै ग्लानीको विषय पनि थिएन। तर मैले यो गर्नु पर्थ्यो भन्ने निष्कर्ष म किन पुगेको हो भने यो अकाउन्टेबिलिटीको विषय थियो, जवाफदेहिताको विषय हो।